रातको गहिरो समय, चारैतिर एकदमै शान्ति छाएको छ। संसार निदाइरहेको बेला कोठाको त्यो एकान्तमा हामी अक्सर आफ्नै विचारहरूसँग एक्लै हुन्छौं। बाहिर शहरका बत्तीहरू टाढा कतै धमिलो बलिरहेका होलान्, तर भित्र भने एउटा अनौठो शून्यता महसुस हुन्छ। दिनभरिको कोलाहल शान्त भएपछि मानिस जब आफैसँग आम्ने सामने हुन्छ नि, यो सायद हामी सबैले कुनै न कुनै बिन्दुमा भोगेको एउटा एकदमै साझा तर निकै गहिरो मानवीय अनुभव हो। र ठ्याक्कै त्यही शून्यताको बीचमा मनमा अचानक एउटा निकै गह्रुङ्गो प्रश्न उब्जिन्छ कि जीवन साँच्चै बाँच्न लायक छ त? हामी अक्सर यो प्रश्नबाट भाग्न अनेकौं प्रयास गर्छौं। कहिले काममा आफूलाई व्यस्त राख्छौं, कहिले मनोरञ्जनमा हराउँछौं, त कहिले सामाजिक सञ्जालको भिडमा डुब्छौं। यी सबै त्यही भित्रको खालीपनलाई व्यवस्था गर्ने हाम्रा साना कोशिशहरू मात्र हुन्। तर कहिलेकाहीँ त्यो शून्यता यति विशाल बनिदिन्छ कि आफ्नै अस्तित्वमाथि नै प्रश्न चिन्ह खडा हुन पुग्छ। भाग 1। रातिको मौनता, शून्यता र अस्तित्व। यो रातिको मौनताले ल्याउने डर कुनै सामान्य विचार मात्रै होइन, यो त एउटा निकै गहिरो अस्तित्वको दुविधा हो। र आजको यस प्रस्तुतिमा हामी यसै विषयमा कुरा गर्दैछौँ। किनकि अमेरिकी दार्शनिक विलियम जेम्सले ठ्याक्कै यही भावनासँग, यही शून्यतासँग लामो समय सङ्घर्ष गरेका थिए र उनी यसलाई गहिराईबाटै बुझ्न चाहन्थे। विलियम जेम्स केवल किताबहरू पढेर ठूला ठूला ज्ञान बाँड्ने दार्शनिक मात्र थिएनन्। यहाँनिर हामीले बुझ्नै पर्ने कुरा के छ भने डिप्रेसन र अस्तित्वको डर, यी उनका आफ्नै जीवनका वास्तविक भोगाईहरू थिए। उनले एन्जाइटी र यो शून्यतासँग व्यक्तिगत रूपमै एकदमै गहिरो लडाईँ लडेका थिए। ती अन्धकार रातहरू र एक्लोपनसँग उनी राम्रोसँग परिचित थिए। भाग 2। कृत्रिम खुशी विरुद्ध यथार्थ। जब हामी यस्तो गहिरो मानसिक पीडामा हुन्छौं नि, तब हाम्रो समाजले अक्सर एउटा फरक बाटो देखाउन खोजिरहेको हुन्छ। यहाँनिर हामी कृत्रिम खुशी र मानव जीवनको नग्न यथार्थ बीचको एउटा ठूलो द्वन्द्व देख्न सक्छौं। समाजले सधैँ खुशी हुनै पर्ने, सधैँ मुस्कुराउनै पर्ने एउटा अदृश्य दबाब दिइरहेको हुन्छ, तर भित्रको पीडा भने नितान्त फरक र वास्तविक हुन्छ। समाजले भन्छ नि, जे हुन्छ राम्रैको लागि हुन्छ, वा सधैँ सकारात्मक सोच। तर जेम्सले भोगेको यथार्थ फरक थियो। वास्तविकता त्यति सरल हुँदैन भन्ने उनले बुझेका थिए। जब मानिस गहिरो अन्धकारमा हुन्छ, त्यस्तो बेला यी खोक्रा प्रेरणादायी शब्दहरूले काम गर्दैनन्, बरु यी झनै थकाइ लाग्दा र अर्थहीन महसुस हुन्छन्। जेम्सले यो विषाक्त सकारात्मकतालाई पन्छाएर एउटा एकदमै इमान्दार दृष्टिकोण अपनाए। त्यसैले उनले यो निकै शक्तिशाली कुरा भने, के जीवन बाँच्न लायक छ? यो पूर्णतया बाँच्ने व्यक्तिमा निर्भर गर्छ। यसको सिधा अर्थ के हो भने जीवनको मूल्य बाहिरबाट वा समाजले तय गरिदिने कुरा होइन। हरेक व्यक्तिको आफ्नै भोगाई, आफ्नै सङ्घर्ष र आफ्नै अनुभवले मात्र यो निर्णय गर्न सक्छ। यो एउटा गहिरो आन्तरिक सत्य हो। भाग 3। विलियम जेम्स र सायद जीवनको अनिश्चितता। यही सत्यको जगमा जेम्सले एउटा अलि खतरनाक तर एकदमै इमान्दार विचार अघि सारे। यो विचार स्वतन्त्रताको बारेमा थियो, जीवन अन्त्य गर्ने वा यसलाई निरन्तरता दिने छनौटको बारेमा। उनले जीवनलाई कुनै निश्चितताको सट्टा एउटा सायदको दृष्टिकोणबाट हेर्न सिकाए। सुन्दा अलि अनौठो लाग्न सक्छ, तर जेम्सको तर्क एकदमै गहिरो छ। यदि कुनै मानिससँग आफ्नो जीवन अन्त्य गर्ने स्वतन्त्रता छ भने त्यसको अर्को पाटो के भने त्यो मानिससँग जीवनलाई निरन्तरता दिने सबैभन्दा ठूलो र अन्तिम स्वतन्त्रता पनि छ। यसले प्रमाणित गर्छ कि हामी पूर्ण रूपमा कतै बन्दी छैनौं। हामीसँग अझै पनि छनौट गर्ने शक्ति बाँकी छ। पीडालाई रोक्न नसकिएला, तर त्यसप्रतिको हाम्रो प्रतिक्रिया हामी आफै रोज्न सक्छौं। त्यही स्वतन्त्रतालाई आधार मान्दै उनले जीवनलाई एउटा आशावादी प्रयोग अर्थात् एउटा होपफुल एक्सपेरिमेन्टको रूपमा हेरे। जीवन भनेको पहिले नै तयार पारिएको, अर्थ निश्चित भइसकेको कुनै वस्तु होइन। यो त एउटा निरन्तर चलिरहने प्रक्रिया हो, जहाँ अर्थहरू हामी आफैले पाइला पाइलामा सृजना गर्दै जानुपर्छ। हामी आफै यो प्रयोगका सर्जक हौं। भाग 4। चेतनाको रहस्यमय गहिराई। जीवनका यी यथार्थहरू कोट्याउँदै जाँदा जेम्स बिस्तारै विज्ञानको सीमित दायराबाट अलि पर चेतना र आध्यात्मिकताको रहस्यमय गहिराईतर्फ मोडिए। उनी केवल भौतिक शरीर र मस्तिष्कको विज्ञानमा मात्र सीमित रहन सकेनन्। उनलाई सपना, मानव चेतना र रहस्यमय अनुभवहरूले असाध्यै तान्यो। यो रहस्यलाई उनले सबलिमिनल सेल्फको नाम दिए।
आज हामी जसलाई अवचेतन मन भन्छौं, जेम्सका अनुसार त्यो मानव मस्तिष्कको निकै गहिरो र सजिलै व्याख्या गर्न नसकिने तह हो। हाम्रो चेतना केवल यो भौतिक शरीरभन्दा धेरै गहिरो छ। कहिलेकाहीँ मध्यरातमा आउने ती अनौठा भावनाहरू, गहिरो आवाजहरू ती केवल भ्रम मात्र नहुन सक्छन्। ती सायद हाम्रो त्यही गहिरो चेतनाका वास्तविक आवाजहरू हुन्। र यही गहिरो चेतनाको अनुभवलाई उनले आध्यात्मिकतासँग जोडे। जेम्सको लागि आध्यात्मिकता भनेको कुनै मन्दिर, चर्च वा अन्धविश्वास थिएन। उनका लागि यो ब्रह्माण्डसँगको एउटा गहिरो आन्तरिक जडान महसुस गर्नु थियो। यो भनेको अस्तित्वको आश्चर्यलाई अनुभव गर्नु हो, जीवनप्रति खुल्लापन राख्नु हो र यो ब्रह्माण्डको रहस्यलाई पूर्ण रूपमा अस्वीकार नगरी त्यसलाई अँगाल्नु हो। जेम्सले भनेका थिए, मानिसहरू एउटा सम्भावनाको भरमा पनि बाँच्न तयार हुन्छन्। जीवनमा कुनै पनि कुराको पूर्ण निश्चितता नहुँदै पनि हामी हार मान्दैनौं, किनकि भोलिको दिन अलिकति भए पनि राम्रो हुन सक्छ कि भन्ने त्यो सानो सायद सधैँ जीवित रहन्छ। जीवनको त्यही अनिश्चितताभित्र नै एउटा असीम सम्भावना लुकेको हुन्छ। भाग 5, सम्भावना र बाँच्ने साहस। अब एकछिन आजको हाम्रो आफ्नै संसारलाई हेरौँ न। यो सम्भावना र बाँच्ने साहस आजको समयमा झनै बढी सान्दर्भिक छ, किनकि आज हामी चारैतिरबाट सूचनाहरूले घेरिएका छौं, तर भित्रभित्रै अर्थको हिसाबले भने एकदमै रित्तो र एक्लो महसुस गरिरहेका हुन्छौं। बाहिरबाट हेर्दा हामी सधैँ व्यस्त छौं, तर आन्तरिक रूपमा हामी आफैसँग कता कता विच्छेद भएका छौं। हाम्रो आजको अवस्था र जेम्सको बाटो बीच एउटा गहिरो भिन्नता छ। आजको संसार सूचनाले भरिएको छ, तर अर्थविहीन। जेम्सको बाटो भनेको त्यही अनिश्चितताको बीचमा पनि साहस खोज्ने बाटो हो। जीवनको साँचो उद्देश्य सबै कुरालाई पूर्ण रूपमा बुझ्नु र निश्चित गर्नु होइन रहेछ, बरु मनमा डर र शून्यता रहँदै पनि अन्ध्यारोमा अर्को पाइला सार्ने साहस जुटाउनु पर्छ। किनकि यो ब्रह्माण्ड मौन भए पनि र जीवन जतिसुकै अनिश्चित लागे पनि हामीसँग अझै केही शक्तिहरू बाँकी छन्। हामी अझै पनि कसैलाई प्रेम गर्न सक्छौं, नयाँ कुराहरू सृजना गर्न सक्छौं, यो अस्तित्वको आश्चर्यलाई महसुस गर्न सक्छौं, नयाँ बानीहरू विकास गर्दै आफ्नो दृष्टिकोण बदल्न सक्छौं र सबैभन्दा महत्त्वपूर्ण कुरा, जस्तोसुकै अन्धकारमा पनि अगाडि बढ्ने, जीवनलाई निरन्तरता दिने छुनौट लिन सक्छौं। यही नै ती सम्भावनाहरू हुन् जसले मौन ब्रह्माण्डमा पनि हाम्रो जीवनलाई अर्थपूर्ण बनाउँछन्। जीवनको मूल्यलाई गणितीय रूपमा कहिल्यै प्रमाणित गर्न सकिँदैन। यहाँ सबै कुरा अनिश्चित छ, तर सायद त्यही अनिश्चितता नै पर्याप्त छ। त्यही सानो सायद नै त्यो मधुरो प्रकाश हो जसले मानिसलाई अन्धकारबाट बिस्तारै अगाडि बढ्न मद्दत गर्छ। त्यसो भए यो विशाल र मौन ब्रह्माण्डमा एउटा सानो सायदमा मात्रै अडिएर अन्धकारमा अर्को पाइला चाल्ने त्यो असीम साहस आखिर हामीभित्र कहाँबाट आउँछ होला?